हाम्रो बाबुबाजे ढाक्रेमा भारी बोकेरै तपाईको बितेर जानुभयो। अहिलेको जेन्जी पनि भरिया नै हो। अहिलेको जेन्जीले चाहिँ किताबको भारी बोकेर जिन्दगी बिताइरहेको छ। यो भारी बोक्ने चलन चाहिँ कहिलेसम्म रहने हो देशमा? कहिले नुनको भारी होइन, कहिले तेलको भारी, कहिले साहुको भारी, कहिले घाँसको भारी, कहिले के को भारी। अहिले त्यसरी हामीले आधुनिक बनाएको हाम्रो छोराछोरी चाहिँ किताबको भारी। अब किताबको भारी बोक्नु पर्दैन यो देशमा। अब 6 दिन पढ्ने अनि 1 दिनको शनिबार पनि होमवर्क गरेर तपाईको छैन हैन, दिनभरि बस्नुपर्ने त्यो खालको तपाईको छैन मानसिक दबावमा विद्यार्थी बस्दैन। विद्यार्थीले आफ्नो हुनर, आफ्नो प्रतिभालाई तपाईको प्रस्फुटन गर्नका लागि उसलाई हामीले 3 दिनसम्म समय दिन्छौँ। 3 दिन मात्रै पढ्दाखेरि हुन्छ, 3 दिन उत्पादन गर्नु सक्नुपर्छ। अब यतातिर त कृषिजन्य तपाईको छैन कृषि प्रधान ठाउँ हो यो, मैले भनिराख्नु पर्दैन। तर शहरको विद्यार्थीलाई हैन आलुको बोट कस्तो हुन्छ थाहा छैन, खोर्सानीको बोट कस्तो हुन्छ थाहा छैन, धानको बोट चिन्दैन। र त्यो खालको विद्यार्थीको संख्या बढिरहेको छ। हामी शिक्षामा आमूल परिवर्तन ल्याउँ।